ध्याउँदै गर। हुन्छ महाराज। चित्रगुप्त। हजुर महाराज। अब भन यसले के पाप गरेको छ? यसले त बुढीका पर्सका पैसा सबै चोरेर नमस्कार खाँदो रहेछ। नमस्कार। सोमरस खाँदो रहेछ महाराज यसले त। अर्काकी श्रीमती सबै जिस्काउँदो रहेछ महाराज यसले त। मन्दिरमा ढुङ्गा हान्दै हिँड्दो रहेछ, ब्राह्मणलाई जिस्काउँदै हिँड्दो रहेछ, प्रसाद पनि खानु हुँदैन भन्दो रहेछ, भड्काउँदो रहेछ, पुराण पनि लाउँदो हुँदैन भन्दो रहेछ महाराज यसले त। यो अपराधीलाई के सजाय दियो महाराज? यसलाई तातो तेलमा चुबेर जस्तो सोमरससँग त्यो खानेकुरा खान्छ नि हो त्यस्तै यसलाई चोबेर फ्राई गरेर नरकमा लगेर फ्यालिदिनु पर्छ। बिस्तारो बोल्नु ग्यास्ट्रिक छ। यसलाई तेल तताएर तातो तेलमा चुब। ल तेलमा हालायो हरिनास्यो। आइया 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 मेरी आमा देखा बाबा अबदेखि गर्दिनु यस्तो दान पनि गर्छु म, पुण्य गर्छु, तुलादान पनि गर्छु, दान पनि गर्छु। अबदेखि म यस्तो पाप गर्दिनँ। अर्काकी स्वास्नी जिस्काउँदिन महाराज। आइया पोलो आइया हटाओ मेरो पछवाडा पोलो। आथा मम्मी दिदी आइया। अर्काको आफ्नो माथि आएपछि बोलो, अरूलाई पनि त्यस्तै नै बोल्छ। सैनिकको। हजुर महाराज। यसलाई लगेर यो त हाफवाल भइसक्यो महाराज। लगेर रौरव नामको नरकमा फ्यालेर। हुन्छ महाराज, सफारीमा लिएर जाउँ। चित्रगुप्त। हजुर महाराज। हजुर महाराज। के अब भन त्यो धर्म गर्ने धर्मात्माको आयु पुरा भएको छ कि छैन? हो पुरा भएको छ। पुरा भएको हो महाराज। सैनिक हो। हजुर महाराज। जाऊ त्यो धर्म गर्ने धर्मात्मा कहाँ छ थाहा छ नि? अहिले पुराण लाउँदैछ, त्यसको आयु पनि पुरा भएको छ। जाऊ लिएर आऊ। हुन्छ महाराज। ए अटो स्टार्ट गर। जसले जस्तो कर्म गर्छ त्यसले त्यस्तै फल पाउँछ। लो महाराज। हजुर महाराज। पहिले धर्म गर्ने धर्मात्माको लागि एउटा आसन लिएर आऊ। ए आसन ले हरिदास छिटो। चित्रगुप्त। हजुर महाराज। अब भन यो धर्म गर्ने धर्मात्मा के धर्म गरेको छ? सैनिक हो, तिमीहरू जाओ, फूल टीका अबिर अक्षता सबै लिएर आऊ। लो महाराज, उहाँले त धेरै धर्म गर्नुभएको रहेछ। के धर्म गरेको छ? पितृका लागि श्राद्ध पनि गर्नुभएको रहेछ। 21 कुल पितृ उद्धारका लागि यसपालि पुराण पनि लाउनु भएको रहेछ। दान गर्नुभएको रहेछ। जहाँ गयो ती दान गर्नु हुँदो रहेछ। मन्दिरमा पनि दान गर्नुभएछ, भूमि पनि दान गर्नुभएछ, अन्न पनि दान गर्नुभएछ। धेरै धेरै पुण्यको काम गर्नुभएको छ महाराज उहाँले त। अच्छा, यमराज खुसी भयो किनकि मैले सोचेको थिएँ यो संसार कलियुगमा सबै पापी नै पापी हो, तर होइन रहेछ महाराज। त्यति मात्रै होइन, आजको सभा नायक पनि हुनुभएको छ महाराज। सुन्दर, आजको सभा नायक भएर नै आयु पुरा भएको हो महाराज। उहाँलाई त सम्मान गरेर बोकेर लिएर जानुपर्छ उहाँलाई त स्वर्गतिर। चित्रगुप्त, हजुर सबभन्दा पहिले धर्म गर्ने धर्मात्मालाई सम्मान गर। हुन्छ महाराज। त्यसपछि थाहा छ नि
माला छैन महाराज धर्म गर्ने धर्मात्मालाई टाउकोमा नटले माला लिएर आयो तिमीहरू कौन बस्या हो मैले सम्मान गरौँ भनेको तिमीहरू अपमान गर्न लाउँछौ छिटो अर्को माला लिएर आओ लिएर आइज है बाबुला अनुहार हेर्दा हाँसेकै जस्तो देखिन्छ अर्को माला लिएर आइज चित्रगुप्त हजुर महाराज मेरो सोचमा पृथ्वी लोकमा कुनै कुनै ठाउँमा यस्तो धर्मात्मा मात्रै पाइन्छ हजुर महाराज यो धर्म गर्ने धर्मात्मालाई हुन त स्वर्ग र वैकुण्ठमा मात्रै बास हो तर मैले सोचेको छु यस्तो धर्मात्मालाई स्वर्ग र वैकुण्ठ पठाए भने फेरि पृथ्वी लोकमा पापी नै पापी हुन्छ धर्मको प्रचार गर्ने कोही हुँदैन त्यसैले यो धर्म गर्ने धर्मात्मालाई ससम्मान पृथ्वी लोक पुर्याएर आउनुपर्छ हुन्छ महाराज हजुरको जो आज्ञा माला ल्याउन यति टाइम माला के भाला महाराज छिटो ल्याऊ कुटाइ खाएपछि त लो ल्याई महाराज ताली बजाउनु होला सबैजना ताली बजाउनु सम्मान गर्नुहोस् किनकि यस्तो धर्म गर्ने धर्मात्मा कुनै कुनै ठाउँमा मात्रै देख्न पाइन्छ हजुर महाराज सम्मान पूर्वक भोकेर पृथ्वी लोक छोडेर जाऊ सफारी भाडा दिनु महाराज ए बोका चित्रगुप्त हजुर महाराज मलाई पनि टॉयलेट लागो महाराज एकछिन आज पापीलाई सजाय दिदा दिदा म पनि थकित भए हो महाराज टाइम पनि लगभग 11:30 देखि 12 बज्न लागेछ हो त्यसैले आजको यम सभा यही समाप्त गर्छु अब महाराज यो ठाउँमा यति नै पापी रहेछन् अब महेशपुरतिर जाउँ हुन्छ लो जाउँ एउटी रानी चाहिँ मलाई दिने हो कि होइन महाराज दुईटै तपाईका हुन् हेर्न त आजको सेम सभा यही समाप्त भएको छ जाओ विश्राम गर्न जाओ